हेलो साथी कहाँ छ हौ आउन हौ एकछिन तल यो सानो जग्गा थियो नि अस्तिको मेरो त्यो अस्तिको मान्छेलाई कति झुका बस्नु हो त्यो जग्गा दिउँ भनेको आउन ल म त अलिक तल छु आउ ल म यहाँ पसिरहेको छु है साथी आउन एकछिन के भयो रे त्यो अस्तिको मान्छेलाई कति झुका बस्नु हो बिचरा यो सानो जग्गा थियो जग्गा दिइहालौँ भनेको दिन्न हुन्छ नि है किन त पैसै दिनु नि यताउति गरेर अब बिचराले साह्रो दुःख पायो हो 5 स्टार होटल बनाओस् न रोड पनि यहीँ छ हो यहाँ जग्गा नि यस्तो दामी छ जग्गा दिने जग्गा दिउँ भनेको अब कहाँ छ अरे त्यो मान्छे चाहिँ फोन गरेर बोलाउँछु ल हेलो साथी कहाँ छौ आउन हौ तल एकछिन त्यो जग्गा थियो कि सानो त्यो पहिलाको मेरो जग्गा थियो नि त्यो आउन ल हामी यहाँ पर्खिरहेको छौँ त्यो मान्छेको त कति लागेर जग्गा दिने पैसा दिनु सकिन जग्गा दिनु पऱ्यो नि आज त पैसा पाउँछु होला अरे अरे साथी आइपुग्नु मर्निङ आज त हुन्छ होला नि आज दिन्छ अरे हो र खै तिम्रो त्यो अर्को साथी त्यो ए त्यो ओ केटीसँग डेटिङ गरिदियो होला लिएन छौ न कुटा खाँदै भयो त्यस्तो व्यवहार गरेर दिन्छ त आज दिन्छ अरे हुन्छ न साथीलो अब पैसा त दिनु सकेन हो यो सानो जग्गा छ यो रोड लाइनमै छ हो यहाँ तपाईँले दामी 5 स्टार होटल बनाएर बस्नु सक्नुहुन्छ हो जति पैसा दिने त्यसको ज्यादै छ जग्गा मलाई पनि यस्तै चाहिएको छ हो दामी भन्यो मलाई पनि यस्तै चाहियो एउटा होटल उठाउँ भनेको म पनि होटल दामी चल्छ 5 स्टार होटल रोड पनि यहीँ छ हुन्छ ल ल अब जग्गा दियो होइन अब फेरि नेक्स्ट टाइम भेटौँ हुन्छ हुन्छ ल ल ल लट्ठी लाग्यो तिम्रो ल अम्पो खै हेक्टरमा मेन रोडमै रहेछ नि हौ यहाँ त होटल दामी बनाउँछु हो आम्मा यस्तो जमिन त मैले दामी पाएँ नि आम्मामा होटल दामी माथि होमस्टे हो हजुर के को जमिन हजुर मेरो यो जमिन किनेको अहिले त्यो छोटो भन्नेले बेचेको मलाई जमिन तर के को जमिन हजुर यो बेचेको हौ त्यो जोजोले जमिन हो एकछिन पर्खि ल फेरि के गर्छ